Hello and welcome everyone. आज चाहिँ हामी यस भिडियोमा इन हाउ मेनी वेज क्यान 5 लेडिज एन्ड 5 जेन्टलमेन बी अरेन्ज इन अ रिङ सो द्याट नो 2 लेडिज आर टुगेदर क्वेसन सल्भ गर्न जाँदैछौँ। हामीलाई चाहिँ 5 लेडिज र 5 जेन्टलमेन दिइएको छ र हामीले चाहिँ तिनीहरूलाई कसरी अरेन्ज गर्नुपर्छ भन्दाखेरि एउटा रिङमा भनेपछि एउटा क्लोज लुपमा अरेन्ज गर्नुपर्छ र के हुनुपर्छ भन्दाखेरि दुईटा लेडी चाहिँ एक आपसमा आउनु भएन भनेपछि त्यसको मतलब चाहिँ एउटा गर्ल्स भयो भने अर्को चाहिँ बोइज हुनुपर्छ र अर्को गर्ल भयो भने फेरि बोइज हुनुपर्छ भनेपछि दुईटा गर्ल्स चाहिँ एकैचोटि आउनु भएन। अनि हाम्रो अरेन्जमेन्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि गर्ल्स बोइज गर्ल्स बोइज गर्ल्स बोइज गर्ल्स बोइज अनि फेरि गर्ल्स अनि फेरि बोइज। अनि कतिजना गर्ल्स छन् 1 2 3 4 5, बोइज कतिजना छन् 1 2 3 4 5 हैन, 5 जना गर्ल्स 5 जना बोइज, 5 जना लेडिज 5 जना जेन्टलमेन चाहिँ अरेन्ज गर्नु पर्यो रिङ फर्ममा इन अ रिङ सर्कुलर लुपमा रिङमा। अनि के हुनु भएन, दुईटा लेडिज चाहिँ सँगै आउनु भएन। त्यसको लागि कसरी गर्नुपर्छ, गर्ल्स बोइज गर्ल्स बोइज गर्ल्स बोइज गर्ल्स बोइज गर्ल्स बोइज गर्नुपर्छ, त्यसरी चाहिँ अरेन्ज गर्नुपर्छ। र यसरी अरेन्ज गर्दा चाहिँ के हुन्छ भन्दाखेरि गर्ल्स अथवा बोइज मध्ये सुरुमा जुन चाहिँ अरेन्ज गर्छौँ त्यसको अरेन्जमेन्ट चाहिँ n-1 फ्याक्टोरियल हुन्छ। जस्तै यहाँ चाहिँ सुरुमा सपोज हामीले गर्ल्स अरेन्ज गरेको थियौँ, त्यसको चाहिँ के हुन्छ भन्दाखेरि सर्कुलर लुपको फर्मुला लाउने, सर्कुलर पर्मुटेसनको फर्मुला लाउने जुन चाहिँ n-1 फ्याक्टोरियल हुन्छ। र यहाँ चाहिँ हाम्रो n भनेको 5 छ, 5 - 1 फ्याक्टोरियल भनेको चाहिँ 24 हुन्छ। र त्यसै गरी जुन चाहिँ हामीले लास्टमा अरेन्ज गर्छौँ सेकेन्डमा, जस्तै सुरुमा हामीले गर्ल्स अरेन्ज गरेको थियौँ त्यसको चाहिँ n-1 फ्याक्टोरियल भयो अरेन्जमेन्ट, टोटल नम्बर अफ अरेन्जमेन्ट। अनि त्यसपछि लास्टमा अरेन्ज गरेको जुन चाहिँ बोइज छ त्यसको चाहिँ के हुन्छ भन्दाखेरि n फ्याक्टोरियल अरेन्जमेन्ट हुन्छ। हामीसँग यता दुईटै नम्बरहरू गर्ल्सको र बोइजको दुईटै नम्बर 5 फ्याक्टोरियल छ, 5 छ, त्यसैले हामी यता 5 फ्याक्टोरियल गर्छौँ। एन्सर 5 फ्याक्टोरियलको 120 हुन्छ। र फाइनली total number of arrangement of 5 ladies and 5 gentlemen in a ring so that no 2 ladies are together is चाहिँ के हुन्छ भन्दाखेरि यो फर्स्टमा हामीले निकालेको अरेन्जमेन्टको एन्सर र सेकेन्डमा निकालेको अरेन्जमेन्टको एन्सरलाई मल्टिप्लाई गर्छौँ। त्यसपछि चाहिँ टोटल नम्बर अफ अरेन्जमेन्ट अफ 5 लेडिज एन्ड 5 जेन्टलमेन इन अ रिङ सो द्याट नो 2 लेडिज आर टुगेदरको एन्सर आउँछ। अब हामीले गर्छौँ 24 × 120 र यसको एन्सर 2880 आउँछ। Thank you for watching this video and have a nice day.